यो चाहिँ तपाईको ग्राफ्टिङ गर्नलाई हामीले रेडी गरेको ग्राफ्टिङ गरेर हामीले हाल्नलाई रानी बिन बनाएर राखेको हार हो। यसमा चाहिँ हामीले अहिले धेरै दिएको छैन, यो पहिलोचोटि भएको भएर मौरीले त्यति लिँदा नि लिँदैन, र मौरीको सङ्ख्या चाहिँ हामीले एकदम टाइटली राखेको छौँ। यसमा हामीले 2 फ्रेम दिएको छौँ। 2 फ्रेम लिँदा त्यसमा यो नयाँ यो यसमा चाहिँ हामीले यो लार्भा भएका यो फ्रेम चाहिँ अब हामीले यसमा दिँदैछौँ। अघि हामी लार्भा टिप्दै थियौँ, त्यो टिपेर तपाईँको यसलाई चाहिँ अब रानी बिन बनाएको घरमा चाहिँ रानी बनाउनलाई यसलाई यो दिँदैछौँ। यसको मौरीको सङ्ख्या चाहिँ अलिक टाइटै हुनुपर्छ यसमा, नत्र तपाईँको बच्चाहरूको सङ्ख्या चाहिँ किन रोयल जेली खानिदिनु पर्ने हुन्छ नि त रानीलाई सबभन्दा बढी, त्यसै कारणले गर्दाखेरि यसमा चाहिँ र यसलाई चाहिँ खानेकुरा पनि अभाव गर्नुहुन्न, बच्चाहरूको सङ्ख्या बढी हुनुभएको कारणले गर्दाखेरि यसलाई यो गोलाले चाहिँ मजबुत गरेर राख्नुपर्छ ग्राफ्टिङ गर्दा। हामीले यो हिजो गरेको ग्राफ्टिङको चाहिँ फ्रेम यो हो। यसमा चाहिँ हाम्रो लगभग 8-9 वटा जति उठाइसकेको छ। अनि हामीले त्यो अर्को नयाँ फ्रेममा पनि उठाएको चाहिँ अनि मौरी चाहिँ यसरी बस्छ। हेर्नुहोस् यो उठाइसकेको धेरैवटा फ्रेमहरू छ, यसलाई धेरै चलाइरहनु हुँदैन। अब तपाईँको रोयल जेली हाल्नलाई व्यस्त छ मौरीहरू है। अब यसलाई चाहिँ काम गरिरहेछ। यसमा चाहिँ क्विन सेलहरू बनाउँदैछ। अब त्यस्तै गरेर अब यसमा बनाएको जस्तै गरेर पनि उसमा अब अर्को अघि हामीले ग्राफ्टिङ गरेको फ्रेम हालेको छौँ, त्यसमा पनि यस्तै तरिकाले बनाउँछ। यो चाहिँ हामीले अब 1-1.5 घन्टापछि हेर्न सक्छौँ, अथवा हामीले भोलि हेर्दा पनि फरक पर्दैन। यसलाई चाहिँ यसरी चाहिँ यो रानी बिन बनाएको चाहिँ 3 दिन पछाडि, आज रानी बिन बनायो भने भोलि पनि यसलाई केही पनि नगर्ने, पर्सिको दिन मात्रै यसलाई चाहिँ हामीले त्यसमा बनाएको क्विन्सेलहरू भाँचिएर अनि ग्राफ्टिङ गरेर ग्राफ्टिङ भनेको लार्भा टिपेर यस अर्को फ्रेममा हालेर यसलाई दिइसकेपछि मात्र एक्सेप्ट गर्छ। त्यही माथि पहिलोचोटिमा चाहिँ धेरै गर्दैन, दोस्रो तेस्रोचोटि गर्दाखेरि चाहिँ धेरै लिन्छ। हस्, थ्याङ्क यू।